आयो कर्णाली ट्राफिक छुट्टी गरेर हामी हिँडेर जाँदा यहाँदेखि अनि हामी हेलो गाइस वेलकम ब्याक टु माय न्यू भ्लग यो गेटमा आज म कहाँ जान लाग्यो हेर्न सक्नु त्यो साइड ब्याक छ अनि त्यहाँ कालो चस्मा क्याप छ होइन क्याप छ अनि आज यस्तो न्यू कन्टेन्ट अब गाउँतिर आयो बाल बाल कन्टेन्ट हैन यो भिडियो सबैले हेरिदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला म अनि मेरो साथीहरू दुईजना छ अनि हामी आज कर्णालीको माछा पार्न जाँदैछु म कर्णाली रिभर यहीँ अगाडि गएर देखाउँछु हजुरहरूलाई केटा अनि साथीहरू यता चाहिँ तिला नदी छ भने उता चाहिँ कर्णाली नदी छ कर्णाली र तिला मिसिएर कर्णाली भएर नदी हाम्रो कर्णाली नेपालकै लामो नदी हो आउँछु यहाँको बाटो चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ क्यामेरा गरेर हामी यही बाटो हुँदै जाने हेर्न सक्छौँ त्यस्तो भिडको बाटो होइन यो बाटो हुँदै जान्छ हामी तल यो ठाउँमा गएर चाहिँ भिडियो बनाउँछु सो फाइनली गाइस एकदम बवाल भ्यू देखेर हामी चाहिँ त्यो डाँडाबाट चाहिँ झरिसक्यो अब हामी लगभग अहिले 1 किलोमिटर जति हिँडिसक्यौँ ओह्रालो चप्पल पनि लास्ट चिप्लिरहेको छ न्यू कन्टेन्ट न्यू भिडियो त होइन पुरानै कन्टेन्ट हो पुरानै भिडियो के छ सब देखाउँछु हजुरहरूले सो गाइस ल अहिले चाहिँ यो पिपल चौतारो यस्तो भइसक्यो रहेछ यहाँ चाहिँ चौतारो यो बडको रुखै पिपल चौतारो होइन हेर्नुहोस् यो म यसो भिजिट हान्छु यस्तो बवाल भइरहेको नि त यो तिला नदी यहाँ चाहिँ गएर सर हावा कर्णाली नदी यहाँ छ एकदम बवाल देखिरह कति भयो आमाको 2 वर्ष भन्दा पनि 1 वर्षको धेरै त भएको छैन आमा बाजे परपट्टि छन् खसी चोरी लिनेको सो फाइनली गाइस गर्मीले मारिरहेको छ के गर्नुहुन्छ भन्दाखेरि के मर्या क्या स्ट्यान्ड आएला ओ गाइस हामी यो लालीघाटको पुलमा हिँडिरहेको छौँ लालीघाट बजार चाहिँ यता छ सुकिसकेको छ त्यस्तो बवाल छ आज के हुन्छ थाहै छैन जिन्दगी साथीहरू अब के हुन्छ सब देखाउँछु अगाडि जाँदा चाहिँ सो फाइनली गाइस हामी यतिखेर चाहिँ पुगिसकेको छौँ पुरानै गेस्टमा हाम्रो गेस्टमा चाहिँ माछा मार्नुको लागि भोलि पनि पुरै सानो भइरहेको अब चाउचो लिएको चाउचो खाने हो नास्ताको लागि सो गाइस केटाहरूले चाहिँ यहाँ पल्सी लाउँदैछन् अनि यता चाहिँ चारो रेडी भइसकेको छ अनि बाजे र दाइहरू पनि आउनु भयो दिदीउँलाई अनि आज यो चारो छ सो फाइनल गाइस 8-9वटा माछा परिसकेको छ सानो सानो भुरा पऱ्यो आजको लागि 3 तरकारी बराबर हुन्छ अब चाहिँ आँसी लिएर यसो दौरा खोजीमा जानुपर्यो केटाहरू आइज दौड गर्न अब खाना पकाउँदा फेरि देखाउँछु हजुर अहिले चाहिँ बाई बाई रात पनि पर्न लागिसकेको छ हामी आजको यही छालमा बस्ने हो न गाइस रात परिसकेको छ चुलो पनि केही बनाएको छैन दौरा मात्रै रेडी पारेको म खाना पनि पकाएको छैन केटाहरू माथिबाट उता जान लागेको छ न माथि पुरै ग्यास चढेर राति हेर्न सो गाइस खाना पाक्दैछ यहाँ त चाहिँ यहाँ के स्वामिन माछा प्याज स्याज चाउचाउ सब के छ भात चाहिँ अघि घोप्टियो थोरै यो भातको कुकुरा चाहिँ भात चाहिँ घोप्टी अघि चाहिँ चुलो अप्ठ्यारो थियो लास्ट त्यहाँ चाहिँ केटाहरू सुत्ने व्यवस्था मिलाउँदैछन् के गर्छन् अनि यस्तै छ अहिले हालत खराब छ सो गाइस खाना खाने हामी है बिस्तारै बिस्तारै ए तेरो लाइट देखाए लाइट बिस्तारै जा गाइस यति राति हामी कर्णाली नदीमा केटाहरू यता ल्याउँदैछौँ है गेस तर्दैछौँ है गेस टेन्सन चाहिँ के केटी गाइस गुड मर्निङ हो न डे 2 चाहिँ आज चाहिँ माछा मार्न आएको यो चाहिँ गेजमा अब के हुन्छ देखाउँछु हजुरहरूलाई चाहिँ रातिको सुत्दा एकदम मस्त भएन 5 स्टार रुममा होइन अहिले त म यस्तै छ भोक लागिसकेको छ बिहान 4 बजे उठेको अनि आगो सागो बालेको लगाएछ हेर्नु मेरो भाइले चाहिँ नयाँ प्रविधिबाट माछा मार्दैछ होइन आकाशबाट माछा मार्दैछ मेरो भाइले अब चाहिँ एकछिन हेर्न सक्नुहुन्छ बिहान
आकाशबाट माछा मार्ने भयो केटाले आज। बिहान बिहानको बाहुनी भएको छ साउजीको चाहिँ। कहिले कति भयो भने 3 केटाहरूले सबले हाजिर खुला एक खाता खुलाएका छौँ। आज पढ्ला जस्तो छ। भलक बनाउने पनि मलाई नै यो मुजीको थुत्रुङ्गे हेरेर। सो गाइस हाम्रो कराई चाहिँ यहाँ चामल धुनु पर्यो। बस्ने केटाहरू माछा पर्दैछन्। आधा केजी जति पढिसकेको छ बिहानदेखि। जब हामी माछा होइन आजको माछा यति यिमा पानी छ थोरै। तर काट्दियो माछालाई के गर्नु पाप लाग्छ भन्थे मेरो बुढीले। आन्दा बोटिया निकाल्नु पर्छ यसरी। एउटा मेमोरीको लागि नि हो अनि एउटा सम्झनाको लागि एउटा मजा फेरि माया ओए नचल्नु मुन्टालो माटो बढेको रन्डीको। खत्रै नमस्कार माछा खाँदिन आएको फेरि ओहो फिस हेरौँ यहाँ फिस पिस हेरौँ यहाँ पिस ओहो
खाने हो माछा देखा त जुठाइल छ यार हेर्नु मैले यति धेरै माछा काटिसकेको छु भन्न अनि कर्णाली नदी असला माछा सो फाइनली गाइज हामी खाना खान आएको भोक लागि पनि सक्यो 10 पनि बजिसक्यो अनि यहाँ गुफा छ हाम्रो भान्से बामन बजे खान हाम्मा डाङ्ग्री कलेल साई राजा भन्न मिलेन भाइ मेरो एकदम प्यारो चस्मा त्यही फेरि ल खोलिँदैलाई आयो कर्णाली साथीहरू हामी त्यहाँ माछा बोइरहेको थियौँ वान डे त्यहीँ बस्यो अब चाहिँ हल्का यतापट्टि जाऊँ भन्ने के कस्तो छ हेरौँ अनि हाम्रो काकु ल्याउनुमा मनिष काकु उता के तिमीलाई ल्याउनु गएको केटो लगाइ उताबाट बुद्धि दाजु होइन बुद्धि दाजुका होइन बुद्धि ठुलुबाका छोरा आउँदैछ निरक्स बराल सो फाइनली गाइस यतिखेर हामी चाहिँ माछा खाएर वान डेको क्याम्पिङमा बसेर यतिखेर हामी जान लागेको किनभने चाहिँ माछा धेरै परेन यस पुरानो गिर झन् यहाँ चाहिँ अलिक बस्ती खाली छ अनि हामी चाहिँ यताउतिमा पुरानो कर्णाली नदी तार्दाखेरि चाहिँ यसरी पनि तारिन्थ्यौँ होइन अहिले चाहिँ नाउँदेखि लगेर पुल पनि बनिसकेको छ अब जाँदा जाँदा के हुन्छ बाटोमा देखाउँछु अहिले सो गाइस हाम्रो एउटा साथीको एउटा ट्र्याक्टर भेट्यो र हामी जाँदा ट्र्याक्टरमा चाहिँ बालु ट्र्याक्टरमा कर्णालीको एकदम भाले गाडी पहिलाको चाहिँ सो गाइस हाम्रो ट्र्याक्टर उता ट्राफिक छ त्यो कारणले हामी हिँडेर जाँदा यहाँदेखि अनि हामी पुलमा हिँडेर पुरानो यहाँ जिते बजारको हालत अहिले यस्तो छ हेर्नु सक्नुहुन्छ मन्दिर हेर्न सक्नुहुन्छ पहिला चाहिँ सिसा नभएको ट्र्याक्टरमा सिसा नै भइहाल्छ होला गाडी चाहिँ भल बनाउने हामी चाहिँ गुरु ताउडे हाम्रो साथी है साथी